कहिले हो अनि घामले मलाई सताउन काली मलाई मनाउन तिमी रातिको छाता ओढाउन ठिक छ धेरै छैन सकिन हाम्रो खोजिरहेछ 500 लिटर जति त फाल्यो होला अझै छ 1500 लिटर जति त एकदम भेरी एकदम 6 कममा पनि धेर त भन्दिन 2 किलो त होला सितान हैन तरकारी हुन्छ ल हाम्रो सम्मको प्रोग्राम यही छ अहिले सम्मको हेरौं कति जाँदै रहेछ हो कोप्चो खोला कोप्चोमा बस्दो रहेछ त्यो भएर हामी पनि कोप्चोमा आएको छौं हेर्नुला खोल्सी पनि त्यस्तै छ कोप्चो छ धेरै चिज पनि छैन है यस्तो बाटो छ हेर्नुस् डाँडा घाडी घुसी कुद्नु पर्छ के गर्ने यसो हल्का रमाइलो गर्न आएको मृग भागो भर्खरै यहाँबाट बदल पनि कराइरहेछ के गर्नु अब हामीसँग साधन छैन बाल्टीले मार्न सकिदैन बाल्टीले मार्ने भनेको त एउटा माछा हो त्यो भएर बाल्टीको इस्तेमाल गरे ठीक है ओके तपाईहरु जानु होला हामी अर्को पाठमा लिएर आउने छौं